आइसक्यो आज पनि हामी हाइकिङ जान आँटेको आज हामी मणिचित दह जाने हो एउटा ओइ ऊ अर्को रेडी अर्को यता रेडी बाटो नै हुन्छ त्यही भएर नातिकन बिस्तारै हतारै नहिँड्नु पर्दैन है धापड्याम भन्दा त सजिलै होला हैन सजिलो छ धापड्याम पुगिसक्नु हुन्छ खासै त्यस्तो केही हुँदैन अच्छा अस्ति हामीले बिफोर आफ्टर हाइकिङ गरेको बिर्सेछ हाइक स्टार्ट हुन अगाडि भन्नु सुप्रिया बिफोर हाइकिङ सुविता बिफोर हाइकिङ अचुङ बिफोर हाइकिङ बिफोर आफ्टर दुइटै भइसक्यो सबैले तपाईँहरू खिच्देऊ न हौ बिफोर हाइकिङ बिफोर हाइकिङ गाइस खिच त हाम्रो पनि बिफोर आफ्टर सबै हुन आँटेको टिकट काट्ने आज चाहिँ हाम्रो हाइक भनेको मणिचित र साकु झर्दैले जाने हामी चाहिँ सिन्डरिजमबाट स्टार्ट गर्दैछौँ यहाँबाट चाहिँ टिकट काट्ने यो चाहिँ टिकट काट्नु हो 100 रुपियाँ पर पर्सन काट्दै हुनुहुन्छ अनि यहाँ सैनिकहरू चेकिङ हुन्छ यहाँबाट हिँड्दै जाने हो हो हजुर हो मेरो नामै ठाडमा हेर्नुहोस् भन्ने हामी चाहिँ सुन्दरी जालमाई मन्दिर दर्शन गर्न आएको अहिले यताबाट पनि ढ्याप्लम जान्छ अरे यता चाहिँ तर हामीलाई थाहा भएन त्यसै थियो तर हामी त मणिचित दह जाने हो अच्छा पानी फोर हुन्छ पानी खेल्नु जाउँ न पानी खेल्नु जाउँ तल अलिक तल तल शाबास कस्तो राम्रो आएको हौ यहाँ यता राम्रो आउँदो रहेछ फोटो यहाँ दाइ बस्नु भएको ठाउँमा हो त्यहाँनिर फोटो खिच्थ्यौँ कस्तो कस्तो आनन्द आयो हामी पानीमा खेल्न सक्यो अब जाउँ हाम्रो डेस्टिनेसनतिर घाँटीभङ्गी अब हामी चाहिँ यहाँ फोटो खिच्नु लाग्यो जमा हामी अहिले सानो ड्याममा नट ड्याम सरी इट्स ड्याम यहाँ चाहिँ माछा छ कता कता पो देखेँ त अस्ति माछा मैले यो एकदम गहिरो छ ए हामी त छोड्देऊ एक घन्टाको बाटो हामी 2 घन्टा लाग्यो एकछिन पनि नहिँडेको नबसेको चाहिँ त्यही भएर त अब यहाँबाट हामी चाहिँ उकालो लाग्नुपर्छ यहाँ अलिक सिधै 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 माथि उकालो ढापड्याम जाने बाटो पनि यही हो यहाँदेखि माथि चाहिँ ढापड्याम जाने हो हामी चाहिँ यता मणिचित दह जाने हो अब यहाँदेखि हिँड्नु पर्यो यहाँबाट जाने हो मणिचित दह
यो त शीतल यहाँबाट चाहिँ बाटो छुट्टिनु है हामी त यताबाट गएको अब यो पनि मैले चप्पा लगाएको भन्दा मायालाई पनि सँगै गएको अनि पुग्न त पुग्यो माथि राति 12 बजे फोन गरेर रोएर त्यहाँ माथि अति चिसो नि त फेरि चिसो पनि प्लस फेरि अब 1 बजेभित्र हाइटमा पुगेको सास गर्नु पनि गाह्रो अन्त चिसोको बेला फेरि आइज म एकचोटि पटाक गरिदिन्छु बल्ल शीतल हावा आयो अब हामी डाँडातिर पुग्यौँ हामी चिसापानीमा बस्ने हेर्दैछौँ होइन कति पनि थिएन र अब यहाँदेखि देखिन्छ काठमाडौँ सहर हेर्दा लाग्छ रहर भन्दै रातो जस्तो देखिएको छ नि तल सबै तपाईँको साँखु एरिया हो नि त्यो त साँखु जस्तो देखिन्छ त यहाँ त धेरै तामाङ बस्ती छ तर अहिले भगवान्ले उठाएर लान्छ यिन अगाडि हामी चाहिँ सर्टकट बाटो हिँडेर आएको तल बाटो छोडेर ओके ओ सुविताको फोटो खिच्ने रहर पुरा हुने भयो रुखमाथि बसेर हाम्रो चाहिँ खाजा खाने बेला भयो यो चाउचाउ र आलु दाइले चप यता हाम्रो आज सपोर्टर दाई ओ घाँटी बङ्गी कसैलाई म यस्तो सक्दिनँ मलाई अति नै गाह्रो त्यस्तो त भएन नि कसैलाई जस्तो पेपर कप ल्याउनु पर्छ यो झिकेर खन्ने अलिअलि मलाई हाल्नु मिठो ला मेरो बडा नि एक राउन्ड घुमा त सक्न एक राउन्ड कलाएर ल भयो सुविधालाई भुटेको चिउरा हो ल त सिकिन्छ के शीतल अब हामी खाइसक्यौँ हावा चल्यो मजाले एकदम आलुहरू बनाएर नि मिठो आलु त हाम्रो मम्मीले बनाउनु भएको समय लगाएरै हुन्छ नि अब यहाँबाट माथिबाट चाहिँ ध्याप्टाङ जाने रहेछ 15 किलोमिटर तर माथिबाट गयो भने चाहिँ नजिक हुन्छ यताबाट चाहिँ अलिक टाढा हुन्छ हामी चाहिँ यताबाट मन्दिर जस्तो त हिँडेको यहाँ त राम्रो बाटो रहेछ त्यहाँ र नि दुईजना हामीले चाहिँ यहाँ ऐसेलु भेटौँ गाइज ऐसेलु गाइज ऐसेलु गाइज हो गाइज बाटो बाटोमा भेटिन्छ ऐसेलु हेर गाइज यस यसरी खाने गाइजहरू यहाँ हेर त पाक्दै रहेछ ऐसेलु यही बच्चा देख्छ अहिलेको कति बजेको छ भने 12:30 बजिसक्यो हेर न के गरेको दुईजना हाल के लिए
हेर्नु भएको यहाँ दुईजना गायब भइरहेछ तिमीलाई हेर्न सक्ने एकजनाको मात्रै गाई भएर आयो 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 आउरे आऊ मेरो नि भिडियो खिचिदेऊ त दाइलाई हान्दा हान्दा बहिनीलाई किन हान्ने हो झन्डै भनेको अलिक तलतिर रहेछ बाँच्यो ए प्रभु हाँस्दाखेरि त धर्नुहुन्छ झन् हान्यो भने एकैचोटि ल भयो होइन कताबाटदेखि खिच्ने खिचो खिचो सुप्रियालाई फोटो खिच्यो त्यहाँबाट एउटा यो के गर्नु मैले स्टप गर न एउटा फोटो खिच यस्तो गर्नु न भिडियो खिच्दाखेरि हामी बिहान यति बजी हिँडेको थियौँ अहिले यति बजिरहेको छ होइन ला कतापट्टि अझै यति बाँकी छ भने स्टप त्यही स्टप छैन भनेको स्टप छ अहिले 1 बजेको छ अब हामी मणिचुर दह पुग्न आँटिसक्यौँ हाम्रो गाइजहरू उता तल आउँदैछ ल बस 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 के चाहिँ दुख्यो यो पछाडिको ग्रिन कस्तो राम्रो देखेको जाँदैन दाबो अहिले सुकेपछि जान्छ अब यहाँबाट आधी घन्टा लाग्छ अरे कि 15-20 मिनट लाग्छ आइपुग्नु भयो 20-25 मिनटमा हामी चेक पोस्टै पुग्छौँ कस्तो भइरहेछ अलिक कम भएको छ अलिक कम सिधा उठाइ अहिले चाहिँ 1:22 भइसक्यो हामी मणिचुर दह जानेको चेक पोइन्ट पोस्टनिर पुग्यौँ गाइज कस्तो फिल भइरहेछ हावा आयो बल्ल यस्तो हाम्रो दुईजना सोल्टिनीहरू यता आउँदै हुनुहुन्छ दाइ यता आउँदै हुनुहुन्छ आइपुग्यो चेक पोइन्टमा यस फाइनली पुग्यो मणिचुर दह हिँडेको मणिचुर यहाँसम्म चाहिँ गाडी बाइक स्कुटी जेमा आउँदा नि हुँदो रहेछ हामी चाहिँ तर हिँड्दै आयौँ हामीसँग साधन नभएको होइन भएकै हो तर साधनमा होइन खुट्टामा हिँड्नु एक्सर्साइज यो हो चेक पोइन्ट यहाँबाट छिर्नुपर्छ हामी यहाँ टिकट देखाउनु पर्ने रहेछ अनि यहाँदेखि यहाँबाट चाहिँ साखु अनि ड्याबड्याम अनि सुन्दरी जल रहेछ यहाँबाट चाहिँ अब यहाँबाट माथि चढ्ने एक्सक्युज मी कहिले हामी अगाडि जाउँ न है आज चाहिँ मान्छेहरू टन्नै रहेछ बाटो गयो भने फेरि रात पर्दैन हामी चाहिँ 127 मा यहाँ आइपुग्यौँ भर्याङमा चढ्दैछु मैले चाहिँ माथि जानुपर्ने रहेछ हेलो कस्तो फिल भइरहेछ झन्डै लडेको कस्तो फिल भइरहेछ साँच्चै कस्तो भयो कहिले भोलि बोल्ने ल छिटो कस्तो भयो थाकेर थकित थलिएको थकित म सरी कस्तो फिल भयो मेरो घाँटी निको सबै ठिक छ यहाँ त भरे घरमा गएपछि यसले घोकेर म मान्छे हिँड्ने मान्छेहरूलाई हिँडेको कि हामी कहीँ नजाने मान्छेहरूलाई यस्तो राम्रो ठाउँ ल्याउँदा पनि तपाईँलाई कस्तो भयो एकदम रमाइलो भयो झन् तपाईँहरूको साथ पाउँदाखेरि त झन् भनौँ न अझै इन्करेजमेन्ट फिल भयो धन्यवाद हामी आइपुग्यौँ होइन
सबैजना के भएन खुसी लागेर जित्नु याहु ल मेरो खिच्न मस्त त स्पेस दिनु नतिमीलाई हामी चाहिँ अब मणिचुद्ध पुगेको अवस्था यस्तै गर्मी पानी परेको बेलामा चाहिँ लग्ने अरे त्यो जुगाड हुँदैन हामी चाहिँ पुग्यौँ है यो what we expect कति धेरै मान्छे यस्तो पोखरले चाहिँ उता होला उ पर के भइरहेको छ सुप्रिया भिडियो खिच्दै त सुप्रिया भिडियो खिच न लेट्स गो गाइज गाइजमा चाहिँ भ्लगरहरू होइन अनि हेर्न सक्नुहुन्छ यहाँ कति धेरै मान्छेहरू हुनुहुन्छ त्यसलाई स्टप गरेर त अनि अब ठाडो बनाउ त हौ उहाँ रहेछ खानेपानी लु ग्ला भर त बोतलहरू ओ शुद्ध पिउने पानीहरू उता पानी भर त लु बोतल बिहान 7 बजे लगभग 6 यहाँ पानी छ पनि अहिले 1:50 भइसक्यो हामी चाहिँ मणिचुद्ध पुग्यौँ उला हाल न होस् है what we expect and what we got भनेको चाहिँ यही हो सबैजनालाई यही हेर्न हो ड्याम ड्याम त आऊ म यहाँ मणिचुद्धमा पुगिसकेपछि यहाँको विशेषता के सुन्यो भने यहाँ एक राउन्ड लगाउनु भयो भने चाहिँ हजुरको दशा काटिन्छ अरे त्यसैले यहाँ आउँदा चाहिँ एक राउन्ड लाउनुहोस् अहिलेको चाहिँ 2:07 गएछ हामीले फोटोसोटो खिचिसक्यौँ होइन अनि यस्तो हेर्दा त कस्तो पिसफुलै देखेको थियो तर यहाँ चाहिँ धेरै क्राउड रहेछ सायद धेरै पपुलर भएर होला मेरो बहिनीको हालत खराब छ घाँटी बाङ्गो भएर ओ यहाँ अरू चाहिँ फोटो खिच्ने व्यस्त छन् वाह 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 एउटा फोटो खिच्दै छटपटै छ एन्ड दिस इज मी हाइक चाहिँ आउनै पर्छ है गाइस रमाइलो भइरहेछ जोस् यो खिच्न अब नि यो त जहिले पनि खिचिन्छ अरे फ्रन्ट क्यामेरा अलिक पुस्नु पर्ने अब चाहिँ हामी फर्केको मणिचुद्धबाट यहाँबाट चाहिँ साकु झर्ने हो साकुतिर लाग्यो लास्ट चाहिँ उकालो रहेछ अब जान ओह्रालो यतिको चाहिँ हुनु पर्यो
हजुर टिकट आजको तपाईँहरूको टिकट 6 जनाको यो मेमोरी हो तपाईँको है तपाईँले अबको केही वर्षपछि यो टिकट हेर्नुभयो भने ए फलाना टाइममा छैन त्यो समयमा म गएको थिएँ रमाइलो भएको थियो भन्ने एउटा टोकन अफ लभ सय रुपियाँ म चाहिँ प्रायः ट्राभलिङ गर्ने बेला टिकटहरू तपाईँको यो यस्तो मात्र नभएर कि गाडीको टिकटहरू लिएर होइन हो सबै त्यो मेमोरेबल 100 रुपियाँ यहाँ राख त ल खै न मेरो भिडियो खिच्देऊ न म अगाडि आउँछु तेर्सै छ बाटो पनि त्यस्तो केही छैन घाटो पुगेर गर्नु भनेको तलबाट जानु आउँछ नि त यहाँनिर लेखिरहेछ हेर त मडी चुड जाने बाटो हामी चुड भन्दा चुड रहेछ नि त चुड सब गर्दै तपाईँहरू बज्रवेनीबाट आउँदाखेरि चाहिँ यहाँनिर दुईवटा बाटो आउँछ यो चाहिँ मरिचुत जाने बाटो यता लेफ्टतिर पर्छ अनि यहाँ यता राइटतिर चाहिँ स्कुल छ तपाईँहरू चाहिँ लेफ्टतिर आउनु होला यताबाट यो चाहिँ साकोबाट आउने बाटो साथीहरू सबै यहाँ छटिएको साथीहरू यो त तलतिर होला 4 बज्नु आँटेको छ अहिले कोही यहाँ ढल्नु आँटिसक्यो कोही यहाँ मख परिसक्यो लडिसक्यो एउटालाई चाहिँ फेरि खानुकै चिन्ता छ धुलोमा हेर त के गम्जिँदैछ कोही कोही यहाँ घाँटी बाङ्गेर गाह्रो छ यो वेदर सफा भएको चाहिँ एकदम राम्रो देखिन्थ्यो कि यो वेदर अलिक फोहोर भएर क्लियर छैन यसरी यो चाहिँ साकुबाट आउँदाखेरिको बाटो हो तर हामी चाहिँ साकुबाट फर्किनलाई झरेको यताबाट साकु जाने साकुबाट आउँदा चाहिँ तपाईँलाई मन्सुद अलिक नजिक हुन्छ हामी चाहिँ सुन्दरीजलबाट एउटा हाइक गरेको भएर यो साकु जाने बाटो यता मणिचुत जाने बाटो यता मणिचुत जाने बाटो यो माथिको चाहिँ सर्टकट बाटो यता राइटबाट माथि छिर्नु भयो भने चाहिँ यतादेखि तलतिर अहिले ठ्याक्क समयको 5 बजेको छ हामी चाहिँ यहाँनिर सर्टकट बाटोबाट झरेर आएको नजिकै छ अरे यो ओह्रालो झरेपछि आइपुग्यो यो चाहिँ वज्रयोगिनीको मन्दिर हो यस्तो राम्रो फुल रहेछ अब यहाँ तलदेखि झर्ने हामी रोडमा निस्किन्छौँ अनि मेरो बहिनी चाहिँ उता दुखी आत्माहरू हिँड्दैछ तपाईँले त बरु यहाँबाट पर पठाउ गरेर पठाउनु पर्ला जस्तो उहाँसम्म साखु बस पार्कसम्म आउँदाखेरि यताबाट आउने हो अब हामी चाहिँ यताबाट निस्किनु आँटेको अनि यो चाहिँ वज्रयोगिनी मन्दिर हो हामी चाहिँ वज्रयोगिनी मन्दिर छिर्यौँ फर्स्ट टाइम छिरेको म यो मन्दिर यार कस्तो राम्रो क्या है
हेर न आफै घुमाउने नि मलाई दिनु। के गर्नु र म त मेरो पसलमा क्यामेराम्यान बन्ने भनेको नि यसरी यहाँ देखाउँ। यहाँ पानी आउँदो रहेछ यसो मुख सुख धुयो अब म आउँछु कस्तो काम हो हो सुरुमै देखाइसक्यो क्या यो चाहिँ वज्रयोगी मन्दिर हो। फोटो खिचौँ। स्टप गर न। छाता अँ यो चाहिँ वज्रयोगिनी मन्दिर हो। अब हामी वज्रयोगिनी मन्दिर दर्शन गर्दै झर्ने हो तलतिर। जाऊ। कस्तो दामी हुन्छ भिडियो गर्नु नि ब्रुम ब्रुम क्या तर्स्यो म त। हजुर हेर्नु न हो त्यो ए हजुर ल आउनु दर्शन गरौँ है मिल्छ हामी चाहिँ यहाँबाट तल निस्किनु पर्छ वज्रयोगी आफ्टर हाइकिङ आफ्टर हाइकिङ त्यसको अनर आफ्टर हाइकिङ साथीहरूलाई चाहिँ आफ्टर हाइकिङ आफ्टर हाइकिङ आफ्टर हाइकिङ मेरो खै त के गरेको त्यस्तो वाला चाहिँ आवाज चाहिँ भएन नि